कहिलेकाहीँ फ्यामिलीसँग बसेको बेला होस् या कहीँ कतै साथीभाइ आफन्तसँग बसेको बेलामा टिकटक खोलेर स्क्रोलिङ गर्दै जाँदा तपाईको स्क्रिनमा अचानक चाहिने नचाहिने सेन्सिटिभ एडल्ट कन्टेन्ट सो भयो भने कस्तो अनकम्फर्टेबल हुन्छ नि। अझ झन् तपाईको नानी बाबुहरूले मोबाइल प्रयोग गरेको बेलामा त्यस्तो भिडियो आयो भने सोच्नुस् त। हो त्यसैले टिकटकमा देखिने त्यस्ता सेन्सिटिभ एडल्ट कन्टेन्ट चाहिने नचाहिने भिडियोहरूलाई कसरी हाइड गर्ने भनेर थाहा छैन भने आउनुस् टिकटक फर यु फिडमा देखिने त्यस्ता नराम्रा कन्टेन्ट हाइड गर्ने अनि क्लिन एन्ड सेफ कन्टेन्ट मात्र सो गर्न मिल्ने सेटिङ सिम्पल मेथडबाट सिकौं। एट फर्स्ट आफ्नो टिकटक अकाउन्ट ओपन गरी मुनि राइट कर्नरमा रहेको प्रोफाइल सेक्सनमा जानुभयो भने माथि राइट कर्नरमै रहेको 3 लाइनमा टच गर्दिनु होला। देन यहाँनिर सबैभन्दा मुनि रहेको सेटिङ एन्ड प्राइभेसी अप्सनलाई सिलेक्ट गरेर अगाडि बढ्नुभयो भने यहाँनिर सबैभन्दा माथि कन्टेन्ट प्रिफरेन्सेस भनेको छ नि, हो यसमा टच गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर रहेको रेस्ट्रिक्टेड मोडमा टच गरेर यहाँबाट टर्न अन गर्नुभयो भने यहाँनिर सबैभन्दा माथि रहेको वान टु लिमिट इन एप्रोप्रिएट कन्टेन्ट भनेको छ नि, सिम्पली यसलाई यसरी सिलेक्ट गर्नु होला। देन तपाईले यहाँबाट कस्तो कस्तो कन्टेन्टहरु तपाईको स्क्रिनमा सो नहुने बनाउने हो यहाँबाट यसरी सिलेक्ट गरेर सबमिट गर्दिनु होला। यति गरिसकेपछि पनि तपाईलाई मन नपर्ने कुनै कन्टेन्टहरु तपाईको फर यु फिडमा सो भयो भने उक्त भिडियोमा यसरी लोङ प्रेस गरेर यहाँबाट नट इन्ट्रेस्टेड गर्दिनु होला।